आजकल के देख्छु भने त्यसबेला जुन रेस्पेक्टफुल्ली हामीले जुन चाहिँ म्युजिकलाई हामीले अगाडि बढाइरहन्थ्यौँ, आजकल चाहिँ त्यो डिसिप्लिन चाहिँ मैले देखेन बच्चाहरूमा। अब हाम्रो पालामा एउटा म्युजिसियन कोही सिनियर आउनु पाएको छैन, उठेर नमस्कार गर्ने जुन चाहिँ हुन्छ नि एउटा खुट्टामा ढोग्ने हाम्रो कल्चर थियो। अहिलेको क्रममा चाहिँ त्यो अलिकति कम महसुस गरिरहेको छु मैले। ठिकै छ, आई विल कन्टिन्यू अन द्याट। त्यसपछि चाहिँ अब एउटा आफै नै ऱ्याप फिल्डमा लागेको भएर अहिले चाहिँ यो ऱ्याप फिल्डलाई कसरी चाहिँ अगाडि बढाउने भन्ने नै मेरो अहिले सबै करियरै त्यसमा गयो भने लगभग 20 वर्ष जति भयो यो फिल्डमा भएको। त्यो ऱ्यापमा लाग्दा लाग्दा नै माइन्ड के सेट भयो भने अब एन्टरटेनमेन्ट फिल्डमा त लायो, तर मनी पैसा नै कमाउनु पर्छ है भनेर सोच पनि आयो।